आजको मौसमको कुरा गर्ने भने केही यस्तो छ हैन, हेर्न सक्नुहुन्छ पुरा बादलै बादल, पानी पर्ने सम्भावना छ आज चाहिँ हैन। हेलो एभ्रिवान साथीहरु, के हाल खबर समाचारमा हुनुहुन्छ? म चाहिँ फाइनली हैन अहिले चाहिँ बिन लिन गइरहेको छु हैन, तल दिदीको अब चाहिँ हिँड्दैछ पुग्नेवाला छु हैन। अहिले बिन ठाउँमा पुगेर तपाईलाई मिल्छु, हेर्न सक्नुहुन्छ तपाईहरुले हैन। म चाहिँ अहिले बिनको कट्टा बोकेर गइरहेको छु हैन। अहिले चाहिँ हैन मैले अहिले कट्टारी खाते रोडतिर बसालेर हैन, फेरि उँदा भइ जाँदैछ हैन अर्को चक्कर लिन। समथिङ एक चक्करहरु छैन। हालतको 12 बजी गयो हैन, हेर्न सक्नुहुन्छ हालतको चाहिँ 12 बजी गयो यार। एक चक्कर लिँदा अर्को चक्करमा के हुने थाहा छैन। चढाइ छ के टाढा पनि छ हैन, फास्टै झ्याउ हुन्छ यार भने हैन। फाइनली हैन अर्को चक्कर पनि लिँदा हैन रोडमा पुगेपछि ब्लग स्टार्ट गरे हैन। अहिले चाहिँ फास्टै छ कस्तो थाक लाग्यो भने हैन, हेर्न सक्नुहुन्छ पार्थी अघिनाको ठाउँमा हैन। फेरि आइसके 2-3 जना अरु आइरहेछन्, 4 जना अरु आइरहेछन् पछिबाट हैन। तपाईहरुलाई देखाउने छु मैले, हेर्न सक्नुहुन्छ 2 जना यहाँ, 1 जना पछि 3, एउटा अर्को पछि आइरहेछ तल हैन। एउटा चाहिँ फेरि बाङ्गो बोक्दै आउँदैछ हैन। फाइनली सबै आइगयौँ हैन, हेर्न सक्नुहुन्छ। थोपडाको यस्तो बाजा बजेको छ हो, हेर्न सक्नुहुन्छ तपाईले हैन। बल्ल बोल्न पनि सकिन्न, यस्तो सास फुलेर हेर्न सक्नुहुन्छ। यस्तो भ्यू छ आजको फाइनली हैन पुगिसक्यो हैन सबै हैन। अब बेटो कति कुन्टल माल राखेको छ आज? भन्ने त्यो बोलोकै सुट भएर रहेछ। कति कुन्टल माल राखेको छ आज? निक्ल्यो आज 4-4.5 कुन्टल राखेको छ। रेट चाहिँ के छ आज? रेट चाहिँ के छ आज बिनको? रेट चाहिँ मन्डी गएपछि थाहा हुन्छ गरे हैन, अहिले चाहिँ थाहा छैन गरे हैन। हेर्न सक्नुहुन्छ पुरा बाउरे आइदिएको थियो के हैन। सबैजना बाउरे होइन, बिन चाहिँ यसको हो अनि एउटा पारी कालो टी सर्टलाई बिन चाहिँ यिनको, हामी चाहिँ बाउरे हो हैन।
भिडियो मन पर्यो भने होइन लाइक कमेन्ट सेयर गरिदिनुहोस् अनि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनुहोस् होइन।